च्यातिएको ट्राउजरदेखि स्टेजमै काजुसम्म अर्जुनधारामा हर्क साम्पाङको फरक शैली। पूर्वको पशुपतिनाथ भनेर चिनिने झापाको अर्जुनधारा जलेश्वर धाममा साउन 23 गते श्रम संस्कृति पार्टीका संयोजक हर्क साम्पाङ पुग्नुभयो। साधारण रूपमा बाइक चढेर अर्जुनधारा पुग्नुभएका हर्क साम्पाङले हेलमेट लगाएकोले सुरुवातमा धेरैले उहाँलाई चिन्न सकेनन्। बाइक रोकेर हेलमेट खोलेपछि मात्र हर्क साम्पाङ भएको थाहा पाएसँगै मानिसहरू उहाँतर्फ झुमिए। त्यसपछि उहाँले धामको दर्शन तथा अवलोकन गर्नुभयो। त्यहाँका विषयमा जानकारी लिनुका साथै ज्ञापन पत्र मार्फत राखिएका मागहरू तथा सुझावहरू समेत बुझ्नुभयो। त्यस क्रममा हर्क साम्पाङलाई नजिकबाट हेर्न र तस्बिर खिच्न मानिसहरूको बाक्लो भिड लाग्यो। तछाड मछाड बढेपछि समर्थकहरूले उहाँलाई चारैतिरबाट घेरेर भिडबाट जोगाउँदै स्कट गर्दै कार्यक्रम स्थलतर्फ लगे। मुख्य कार्यक्रम भने श्रम संस्कृति पार्टी झापाको हातेमालो पार्टी प्रवेश कार्यक्रम थियो, जसको सह आयोजक अर्जुनधारा नगर समिति रहेको थियो। कार्यक्रम स्थलमा पनि ठुलो सङ्ख्यामा मानिसहरूको उपस्थिति थियो। तर भिड र प्रचण्ड गर्मी बीच पनि हर्क साम्पाङ भने आफ्नै साधारण शैलीमा देखिनुभयो। चप्पल, प्वाल परेको च्यातिएको ट्राउजर र सामान्य पहिरनमा कार्यक्रममा सहभागी हुनुभएका हर्क साम्पाङ स्टेजमै बसेर काजु खाँदै गरेको दृश्यमा समेत देखिनुभयो। बाइकमा आएको क्षणदेखि हेलमेट खोलेपछि देखिएको भिड, धामको दर्शन, ज्ञापन पत्र, समर्थकहरूको स्कट र अन्ततः स्टेजमै बसेर काजु खाएको दृश्यसम्म अर्जुनधारामा हर्क साम्पाङका यो आगमन निकै फरक र रोचक देखियो।